नमस्कार, म आस्तुष लोहनी एन्ड आई एम एन इन्जिनियरिङ स्टुडेन्ट। व्यस्त सडकमा स्कुटर चलाउँदा बेला बेला रोक्नुपर्ने र पिकअप लिइराख्नुपर्ने भएकाले फास्टेस्ट पिकअप भएको रेजिआर 125 एफआई नै रोजे। नमस्ते, आई एम प्रियश लोहनी एन्ड आई एम अ मेडिकल स्टुडेन्ट। राम्रो माइलेजकै लागि मैले आफ्नो पुरानो स्कुटर यामाहा रेजिआर 125 एफआईसँग एक्सचेन्ज गरेँ। नमस्ते, म ज्ञानेन्द्र स्वार। प्रोफेसन वाइज आई एम अ डक्टर। रेजिआरको स्टप एन्ड स्टार्ट फिचरले मेरो राइड सजिलो र सरल बनाइदिएको छ। मेरो नाम पूजा काफ्ले, म मेगा ब्याङ्क नेपाल लिमिटेड रिसोर्स डेभलपमेन्ट डिपार्टमेन्टमा कार्यरत छु र मलाई यो रेजेआरको साइड स्ट्यान्ड नहटेसम्म स्टार्ट नहुने फिचर्स मन परेर मैले यो रोजेको छु र मलाई यो सुरक्षित पनि लाग्यो। नमस्ते, मेरो नाम शारदा छेत्री हो। म क्याम्पेन कलेजमा पढाउँछु र डबल ई द स्पेस भन्ने बुक क्याफे पनि अन गर्छु। रेजेडआर 125 99 केजी मात्र भएकोले चलाउँदा एकदमै आरामदायी छ। नमस्ते, म जगन्नाथ आचार्य, म एनजिओमा काम गर्छु। मैले यो रेजेडआर एफआई 125 चाहिँ इजी फाइनेन्समा रु 50,000 डाउन पेमेन्टमा चढ्न पाएँ। रेजिआर 125 एफआई नै सजिलो र सरल बनाइदिएको छ। राम्रो माइलेजकै लागि मैले आफ्नो पुरानो स्कुटर Yes, Yamaha.